अब सुनौ मौसम खबर। चैतदेखि असारसम्म फेरि मनसुन र मनसुन अवधिमा चट्याङका घटना बढी हुने गर्छन्। विशेष गरी दैलेख, सुर्खेत, जाजरकोट, जुम्ला लगायतका कर्णालीका जिल्लाहरूमा चट्याङबाट वर्षेनी जनधनको क्षति हुँदै आएको छ। चैतदेखि असार महिनासम्म मध्याह्न अर्थात् 2 बजेपछि बढी चट्याङ पर्ने गरेको चट्याङका जानकार बताउँछन्। त्यसैले चट्याङबाट जोगिनको लागि सकभर दिउँसो 2 बजेपछि खेतमा काम नगर्ने, घाँस दाउरा नजाने र त्यो समयमा गाईबस्तु समेत चराउन नजान सल्लाह दिनुहुन्छ चट्याङका जानकार जलवायु विज्ञ डाक्टर मदन सिगदेल। चट्याङबाट जोगिन के गर्नुहुन्छ, के गर्नु हुँदैन अनि चट्याङ पर्दैछ भन्ने कुरा कसरी थाहा पाउन सकिन्छ, सुनौ उहाँका सुझावहरू। चैतदेखि अब असार साउनसम्म भनौँ न, त्यो चाहिँ यहाँ चट्याङ पर्छ र चट्याङ चाहिँ प्रायः सो चट्याङहरू हेर्दाखेरि चाहिँ यो करिब करिब दिउँसो पख भनौँ न 2 बजेपछि चाहिँ चट्याङ परेको देखिन्छ। त्यो समयमा हामी चाहिँ सकभर खुल्ला स्थानमा हामी कृषि कर्महरू नगर्ने, त्यो कामहरू बिहान पख गर्ने अथवा तपाईँको 10-11 बजेसम्ममा हामीले त्यो कामहरू सक्ने कृषि कामहरू अथवा गाई गोठालाहरू गर्ने कामहरू भए अथवा चरण गर्ने कामहरू होइन, चराउने कामहरू खेतमा काम गरिरहेको अवस्थामा अथवा आफ्नो बारीमा काम गरिरहेको अवस्थामा अथवा पशु चौपायालाई चाहिँ हेरिरहेको अवस्थामा होइन, चराउन लैरहेको अवस्थामा भएको हुनाले चाहिँ अब यो चाहिँ एउटा प्रमुख ध्यान दिनुपर्ने कुरा देखियो। खुल्ला ठाउँमा सकभर नरहने हो। त्यसको लागि हामी चाहिँ अब कस्तो गरी होचा तथा धेरै रुख भएको स्थान मुनि चाहिँ तपाईँको ओत लाग्ने सुरक्षित हुन्छ। जस्तै तपाईँको कुनै एउटा ठाउँ छ, त्यहाँ चाहिँ अब अग्लो ठाउँ, त्यहाँ चाहिँ एकदमै अग्लो रुख छ, तपाईँको रुखको मुनि चाहिँ हामी ओत लगाउँछौँ भने झन् त्यो ठाउँमा चट्याङ पर्ने होइन सम्भावना रहन्छ। त्यसै गरी तपाईँको अब यदि बिजुली चम्केको देखेपछि होइन गर्दनको आवाज सुन्दासम्म 1 देखि 30 सम्म गन्ती गर्न सक्नुहुन्छ भने सम्झनुहोस् कि चट्याङ नजिक पर्दैछ। त्यसको लागि अनि त्यसपछि हामी सुरक्षित स्थानमा सर्ने होइन। अनि घरमा चाहिँ तथा पूर्ण ओत भएका सवारी साधनहरूलाई चाहिँ अब सवारी साधन पनि सुरक्षित हुन सक्छन्। जुन खाना भएको सवारी साधन घरमा पनि हामी बस्न सक्छौँ अथवा घरमा पनि हामी जान सक्छौँ। कुनै खुल्ला आकाश मुनि भन्दा त्यस्तो चाहिँ ठाउँहरू सुरक्षित हुन्छ होइन। जस्तै कि अब घरपालुवा जनावरहरू गाई बाख्रा आदिलाई तुरुन्तै सुरक्षित स्थानतर्फ हामी लैजान सक्छौँ गडेङ गुडुङको अवस्थामा होइन। त्यस्तै गरी अब हामी चाहिँ अब धातुका तारबारहरूको नजिक नबस्ने भनौँ न चट्याङको बेलामा चाहिँ जुन गडेङ गुडुङ अथवा बिजुली चम्कन थालेपछि धातुको तारबारहरूको नजिक नबस्ने, मानिसहरू समूहमा पनि बस्नु हुँदैन चट्याङको बेलामा होइन। अनि त्यस्तै गरी हामी घर बाहिर चाहिँ फुटबल, भलिबल, क्रिकेट आदि खेल्ने चाहिँ बन्द गर्नु पर्यो होइन। अनि त्यसपछि क्षेत्रबारीका काम पनि हामी तुरन्त बन्द गरेर सुरक्षित स्थानमा लाग्नु पर्यो होइन। त्यसरी खुल्ला तथा समतल स्थानमा सक्दो नरहने होइन, नबस्ने, बस्नै पर्यो भने चाहिँ एकदमै आफ्नो शरीरलाई सानो बनाएर चाहिँ हामीले टाउकोले छोएर बस्ने होइन, त्यो हिसाबले जानु पर्यो। त्यस्तै गरी हामी पहाडको अग्लो चुचुरो अथवा उच्च भूभाग अथवा अग्ला ठाउँ त्यस्तो चाहिँ पहाड र जमिन र जुन आकाशको दूरी कम भएको ठाउँहरूमा पनि बस्नु भएन होइन। यस्ता किसिमका क्रियाकलापबाट पनि हामी चाहिँ सुरक्षित हुने सम्भावना देखिन्छ। यो राम्रो कुरा उठाउनुभयो। तपास गर्ने अवस्थामा नै तपाईँको चाहिँ जुन अलिकति जोखिमयुक्त क्षेत्रहरूको गाउँपालिका अथवा नगरपालिकाहरूले चाहिँ कम्तीमा तामाको त्रिशुल भन्छौँ हामी होइन, अथवा तपाईँको लाइटनिङ एरेस्टर राखेर घर बनाउनु पर्यो भन्ने हिसाबमा चाहिँ त्यहाँको प्राविधिक अथवा इन्जिनियरले चाहिँ सल्लाह दिनु पर्यो जसले नक्सा पास गर्न आउनुहुन्छ होइन। त्यो अलिकति बढी जोखिमयुक्त क्षेत्रहरूमा चाहिँ त्यसले चाहिँ अब घरलाई सुरक्षित बनाउँछ भनौँ न। हामीले चाहिँ तामाको त्रिशुल राखेर छतमा राखेर होइन त्यहाँबाट प्रवाह भएको विद्युतलाई चाहिँ जमिनमा सुरक्षित रूपमा पुर्याउनु हो। त्यसले गर्दाखेरि घरमा र त्यसको निश्चित क्षेत्रभित्र चाहिँ चट्याङ पर्दैन होइन। अब यो चाहिँ अब विशेष गरी अलिक बढी जोखिमयुक्त क्षेत्रहरू जुन तपाईँले भन्नुभएको क्षेत्रहरूमा हामीले यो क्रियाकलापहरू गरेको अवस्थामा र यसमा चाहिँ अलिकति जुन हाम्रो नगरपालिका र गाउँपालिकाहरू अलिकति अहिले चाहिँ रिसोर्सको हिसाबमा पनि अलि सक्षम छन्। त्यस कारणले गर्दाखेरि जनचेतनाको कुराहरू र अब यो चाहिँ नक्सा पास गर्दाखेरि लाइटनिङ एरेस्टर राख्ने कुरामा चाहिँ उहाँहरूले चाहिँ पहल गर्दाखेरि चाहिँ सुरक्षित हुने सम्भावना देखिन्छ। अर्को चाहिँ हाम्रो जुन एउटा रूढिवादी चाहिँ तपाईँको चाहिँ केही गलत बुझाइहरू पनि छ कि चट्याङबारे चाहिँ होइन, त्यो चाहिँ हामीले त्यसलाई पनि हामीले हटाउन सक्नुपर्छ। जस्तै अब चट्याङ चाहिँ तपाईँको चाहिँ घरमा बज्र राखे चट्याङ पर्दैन अथवा खानामा सिउँडी
को काँडा राखी पर्दैन अथवा होइन घरमा चाहिँ तपाईँको चट्याङ नपर्नको लागि सिउँडी काँडा रोप्ने यस्ता किसिमका कन्सेप्टहरू पनि देखिएको छ क्या तपाईँको होइन। त्यो कन्सेप्टहरूलाई पनि हामीले चाहिँ अब हटाउनु पर्यो भनौँ न। त्यो चाहिँ दैनिक हुँदैन यो होइन, यो एउटा मानवीय क्षति गर्ने एउटा प्राकृतिक प्रकोप हो भन्ने जस्तो हिसाबले हामीले त्यो गलत बुझाइलाई पनि निवारण गर्नु।